आज सत्यको जित भएको छ। पखराम, म फर्केर आएसी मैले जान्या छु। दर्शकवृन्द, रामले अनेकको उपाय लगाएर भए पनि दुर्गा आमाको खेललाई जरेबाट अन्त्य गरेका छन्। दुर्गा र उसको प्रेमीले गल्ती गरेको सजाय पाएका छन्। दर्शकवृन्द, अन्ततः राम, कमला, मुना एक भएका छन्। दर्शकवृन्द, तर रामले श्रुति र मालतीलाई कुनै पनि सजाय दिएका छैनन्। कतै उक्त श्रुति र मालतीले राम, कमला, मुनाको जिन्दगीमा फेरि ठुलो समस्या ल्याउने त होइनन्। अब के होला त भन्ने सबै कुरा थाहा पाउनुहुनेछ। दर्शकवृन्द, आजको यस भिडियोलाई जसले अन्तिमसम्म हेर्नुहुनेछ उहाँहरूले अब बुहारी सिरियलमा के कस्तो हुनेवाला भएको छ त भन्ने सबै कुरा थाहा पाउनुहुनेछ। दर्शकवृन्द, एक दिन सत्यको जित हुन्छ भने जस्तै आज रामको जित भएको छ। राममाथि अन्याय अत्याचार गर्ने दुर्गा र उसको प्रेमीलाई रामले कडाभन्दा कडा सजाय दिन सफल भएका छन्। दर्शकवृन्द, तर मुख्य अपराधी श्रुतिलाई भने रामले केही पनि गरेका छैनन्। कतै उक्त श्रुति र मालती मिलेर रामको जिन्दगीमा एकदमै ठुलो समस्या ल्याउने देखिएको छ। दर्शकवृन्द, अब के कस्तो होला त भन्ने सबै कुरा थाहा पाउनुहुनेछ। दर्शकवृन्द, तपाईँहरूले पनि बुहारी सिरियलको पछिल्लो भाग त पक्कै पनि हेरिसक्नु भयो होला र उक्त भाग हेरिसकेपछि सबै दर्शकहरूको मनमा एकदमै खुसीको महसुस पनि भएको होला। दर्शकवृन्द, आज कयौँ समयपछि राम, कमला, मुनाको मिलन भएको छ। दुर्गा आमाले राममाथि गरेका ती सबै षड्यन्त्रलाई रामले जरेबाट अन्त्य गर्न सफल भएका छन्। उक्त दृश्यले सबै दर्शकहरूको मनमा एकदमै खुसीको महसुस गराएकै होला। दर्शकवृन्द, मैले पनि बुहारी सिरियलको पछिल्लो भाग र अब आउँदो भागमा के कस्तो हुन्छ त भन्ने विषयमा छोटो चर्चा गर्नेछु। कृपया आजको यस भिडियोमा अन्तिमसम्म रहनुहोला। दर्शकवृन्द, साधुको भेषमा आएका उक्त रामले विकी र विशाललाई हत्या गरेको शङ्काको आरोपमा प्रहरीहरू लगायत गाउँका सबै छिमेकी भएर रामलाई जेल लाँदै गर्दाखेरि बाटोमा दुईवटा बाघहरू आएका छन्। दर्शकवृन्द, ती बाघलाई देख्दै गर्दाखेरि प्रहरी लगायत सबैजना एकदमै डराएका छन् भने राम भने कतै पनि डराएका छैनन्। त्यसरी अपराधी भन्ने ठानेर जेल लाँदै गर्दाखेरि उक्त साधुको भेषमा आएका राम बाघहरूबाट कति पनि नडराएको देखेर प्रहरीहरू दुर्गा, श्रुति लगायत मुना, कमला एकदमै छक्क परेका छन्। दर्शकवृन्द, त्यसपछि राम भने ती बाघहरूको नजिक जाने लाग्दाखेरि उक्त कमलाले रामको हातमा दाग रहेको देखेको कारणले गर्दा उक्त साधु अरू कोही नभएर राम नै हो भन्ने पहिचान गरेकी छिन्। दर्शकवृन्द, त्यसपछि उक्त प्रहरीले बाघको कारणले गर्दा ज्यान जोखिममा नहालौँ, सबैजना सुरक्षित भागौँ, जे पनि हुन सक्छ भन्ने कुरा व्यक्त गरेर प्रहरीहरू लगायत सबैजना त्यहाँदेखि डराएर भागेका छन्। दर्शकवृन्द, त्यसपछि कमलाले उक्त साधु अरू कोही होइन राम नै हो भनेर पछि भनेको भन्ने पहिचान गरेपछि त्यहाँबाट जाने मानेकी हुनन् र मुनालाई रोक्न खोज्दै गर्दाखेरि मुनाले कमलालाई जबरजस्ती त्यहाँबाट लिएर गएकी छिन्। दर्शकवृन्द, त्यसपछि दुर्गा, रूपा लगायत अन्य महिलाहरू पनि त्यहाँ आएका छन्। त्यसपछि त्यहाँबाट आफ्नो गन्तव्यतिर
लागेका छन्। हो दर्शकबिन त्यसपछि कमलाले र मुनाले उक्त जोगीको भेषमा आएको अरू कोही होइन राम भन्ने कुरा थाहा पाएपछि त्यहाँ आएका छन्। त्यसपछि राम रूपा लगायत अन्य महिलाहरूले मुना र कमलालाई तीरले ताक्न खोज्दै गर्दाखेरि कमला र मुनाले राम भन्दै बोलाएका छन्। आँखाभरि आँसु पार्दै राम भन्दै बोलाएका छन्। हो दर्शकबिन त्यसपछि राम पनि एकदमै भावुक भएका छन्। त्यसपछि मुना र कमला रामको अँगालोमा गएका छन्। हो दर्शकबिन त्यसपछि मुना र कमलाले आफ्नो गल्तीलाई स्वीकार गर्दै हिजोको दिनमा आफूले गरेका ती सबै गल्तीको कारणले गर्दा तपाईँको आज यस्तो अवस्था हुन पुग्यो, हामीलाई माफ गरिदिनु भन्दै हात जोडेका छन्। दर्शकबिन त्यसपछि रामले मुना र कमलाको कारणले आफूलाई त्यस्तो अवस्थामा नपुगेको, आफूलाई शत्रुले नि अनेकौं योजना बनाएर गाउँ छोड्न बाध्य बनाएको भन्ने ती सबै कुराहरू पनि व्यक्त गरेका छन्। त्यसपछि रामले आफूलाई अरू कसैले नबचाएर रूपा र अन्य महिलाहरूले बचाएको कुरा व्यक्त गरेपछि मुना र कमला रूपालाई एकदमै धन्यवाद दिएका छन्। दर्शकबिन त्यसपछि मुना र कमलाले रामलाई घर जाम भन्दै गर्दा रामले अझै काम बाँकी रहेको र मुख्य अपराधीलाई समाउन नसकेको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन रामले मुनाको बुवाको अन्त्य अरू कसैले नगरेर उक्त जितबहादुरले गरेको र मुख्य अपराधी जितबहादुर रहेको ती सबै कुरा आफूले थाहा पाएको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि रामले कमला र मुनालाई विभिन्न कुरा सम्झाउँदै दुर्गाहरूले अहिले जे भन्छन् त्यही मान र उनीहरूको कमजोरीमाथि खेलेर उनीहरूलाई सजाय दिलाउनु पर्छ भन्ने कुरा व्यक्त गरेपछि कमला र मुना त्यहाँबाट गएका छन्। दर्शकबिन उता रमेश, रमिला र शङ्कर भने उक्त जोगी बाघदेखि डराएको देखेर एकदमै छक्क परेका छन्। त्यसपछि उक्त शङ्कर पनि जोगी त्यसरी बाघदेखि कुनै पनि नडराएको कारणले गर्दा आफूलाई एकदमै अचम्मै लागेको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन अनि त्यसपछि रमेशले हिजोको दिनमा रामले पनि बाघलाई भेट्दै गर्दाखेरि उक्त बाघ रामदेखि डराएर भएको ती सबै कुरा सम्झेर कतै उक्त जोगी नभएर राम त होइन भन्ने कुराको पनि शङ्का गरेका छन्। दर्शकबिन उता मालती र श्रुति भने जोगीलाई त्यसरी छोडेपछि पक्कै हामीलाई जोगीले मार्नेछ भन्दै विभिन्न कुरा गर्दै एकदमै डराएका छन्। दर्शकबिन त्यसपछि दुर्गाले पनि पक्कै पनि त्यो जोगी मुना र कमलाको लागि आएको हुनुपर्छ भन्ने कुरा व्यक्त गर्दै विभिन्न कुरा गर्दाखेरि त्यहाँ मुना र कमला आएका छन्। दर्शकबिन त्यसपछि मुना र कमलाले दुर्गा आमाको पाउ पर्दै हामीहरूलाई माफ गरिदिनुहोस्, तपाईँले जे भन्नुहुन्छ हामी मान्न तयार छौँ, हामीले तपाईँलाई एकदमै गलत बुझ्यौँ भनेर विभिन्न कुरा गरेपछि दुर्गा पनि एकदमै मक्खै परेकी छिन्। दर्शकबिन त्यसपछि मुना र कमला त्यहाँबाट गएका छन्। सकेका छैनन् कि मुना र कमलालाई त्यसरी कहिले पनि पाउ पर्दैनथे भनेर। दर्शकबिन आज रामले भनेका ती सबै योजना अनुसार मुना र कमलाले काम गरिरहेका छन्। त्यसपछि दुर्गाले अबको 2 दिनभित्रमा मुना र कमलाको विवाह गर्ने योजना बनाएकी छिन्। रूपा लगायत अन्य महिलाहरूले मानेलाई राम भएको ठाउँमा ल्याएका छन्। त्यसपछि उक्त जोगीको भेषमा भएका अरू कोही होइन आफू राम नै हो भने
कुरा मानेलाई बताएका छन्। त्यसपछि रामले विभिन्न कुरा व्यक्त गर्दै आफ्नो लागि सहयोग चाहिएको र उक्त मुना र कमलाको विवाहमा दुर्गा र जितेको पर्दाफास गर्नु पर्यो र उक्त काम अरू कसैले नगरेर तपाईँले गर्नुपर्छ भन्ने कुरा व्यक्त गरेपछि उक्त मानेदाइले पनि रामलाई सहयोग गर्ने भन्ने कुरा व्यक्त गरेर त्यहाँबाट गएको छ। दर्शकबिन आज एक एक गरी रामका योजनाहरू पुरा हुँदै गएको छ। दर्शकबिन अनि रामले रूपा लगायत अन्य महिलाहरूलाई अबको 2 दिनभित्र आफू आफ्नो परिवारमा घर फर्किँदै र तिमीहरू भने जेल जाँदैछौ आफूलाई एकदमै दुःख लागेको भन्ने कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि रूपाले पनि त्यस कुरालाई आफूलाई कतिले उक्त कुराले आफूलाई कति पनि दुःख नलागेको भन्दै विभिन्न कुरा व्यक्त गर्दै रामले रूपा लगायत अन्य महिलाहरूलाई विभिन्न कुरा सम्झाउँदै आफूले सक्ने सहयोग गरेर तिमीहरूलाई छुटाउनको लागि प्रयास गर्ने कुरा पनि बताएका छन्। दर्शकबिन अनि रूपा लगायत ती अन्य महिलाहरूले रमेशलाई पनि त्यसै गरी आँखा बाँधेर राम भएको ठाउँमा ल्याएका छन्। त्यसपछि रमेशले रामलाई त्यहाँ देखेपछि एकदमै अचम्मित भएका छन्। दर्शकबिन त्यसपछि रामले आफ्नो हालत अरू कसैलाई नबनाएर बिक्की विशाल र दुर्गा र उक्त दुर्गाको प्रेमीले आफ्नो हालत यस्तो भएको र अब उनीहरूलाई कुनै पनि हालतमा छोड्नु हुँदैन, तपाईँले कानुनी प्रक्रिया अगाडि बढाउनुहोस् भन्ने कुरा व्यक्त गरेपछि उक्त रमेश पनि एकदमै खुसी हुँदै आफूले ती सबै प्रमाण र निवेदन तयार पार्ने भन्ने कुरा व्यक्त गरेर त्यहाँबाट गएका छन्। दर्शकबिन उता कमला र मुनाले विवाह हुनुभन्दा 1 दिन अगाडि दुर्गा आमाको प्रेमी जितबहादुरलाई आफ्नो घरमा ल्याएका छन्। दर्शकबिन त्यसपछि कमला र मुनाले दुर्गा आमालाई विभिन्न कुरा व्यक्त गर्दै हामीहरूको विवाह हुँदैछ र बुवाको प्रतिनिधित्व निभाउनको लागि उहाँलाई ल्याएको र उहाँले एकदमै राम्रोसँग ती सबै भूमिका निभाउनुहुन्छ भने हामीहरूलाई पनि एकदमै ठुलो आश रहेको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि दुर्गाले पनि ती सबै भूमिका अरू कसैले निभाउन नसक्ने र उक्त जितबहादुरले निभाउन सक्ने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकबिन कमला र मुनाले जितबहादुरलाई घरमा ल्याउँदै गर्दाखेरि दुर्गा पनि एकदमै मक्खै परेकी छिन् अनि उक्त जितबहादुरले पनि आफ्ना छोरीहरूको विवाहको लागि सबै सामान जुटाएको भन्ने कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि मुना र कमला आफ्नो घरतर्फ लागेका छन्। दर्शकबिन आज ती अपराधीहरूलाई जरेबाट अन्त्य गर्नको लागि र कानुनी प्रक्रिया पुरा गर्नको लागि मुना र कमलाले दुर्गाले भनेका ती सबै कुराहरूलाई मान्न बाध्य भएका छन्। दर्शकबिन त्यसपछि कमला र मुनाको विवाह हुने दिन आएको छ र कमला र मुनाको बेहुलोहरू पनि त्यहाँ आएका छन्। दर्शकबिन त्यसपछि मुना र कमलाको सिन्दुर हाल्ने बेलामा त्यहाँ राम आएका छन्। त्यहाँ राम रूपा लगायत अन्य महिलाहरू पनि आएका छन्। त्यसपछि त्यहाँ रामलाई देखेपछि कमला र मुना एकदमै खुसी भएका छन्। दर्शकबिन त्यहाँ रामलाई देखेपछि दुर्गा जितबहादुर श्रुति मालतीको सातो उडेको छ। दर्शकबिन त्यसपछि मुना र कमला भएर रामको बारेमा विभिन्न प्रशंसा गर्दै दुर्गा मालती र श्रुतिहरूलाई विभिन्न अपमान गर्दै अब तिमीहरूको खेल जरेबाट अन्त्य हुनेछ। राम जस्तो महिलालाई देवी मानेर पूजा गर्ने हाम्रो श्रीमानलाई कसैले पनि अन्त्य गर्न सक्दैन भन्ने विभिन्न प्रशंसा पनि गरेका छन्। दर्शकबिन उक्त ती सबै कुरा सुनेर
दुर्गा, मालती, श्रुति, जितबहादुर एकदमै डराइरहेका छन्। दर्शकबिन त्यसपछि रामले दुर्गा, मालती र श्रुतिलाई विभिन्न कुरा व्यक्त गर्दै तिमीहरूले मलाई मार्न खोजेको होइन, मलाई यहाँ देख्दै गर्दाखेरि ठुलै झड्का लाग्यो होला भनेर विभिन्न कुरा व्यक्त गर्दै अब तिमीहरूको हातमा हतकडी लाग्ने पक्का छ। उक्त दुर्गा आमाले आफू त्यस जितबहादुर प्रेमीसँग लागेको कुरा आफूले थाहा पाएपछि आफूलाई पनि दुर्गा आमा लगायत सबैले मार्न लगाएको र मुना र कमलालाई पनि मार्न पठाएको भने ती सबै कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि रमेशले प्रहरीहरूलाई त्यहाँ ल्याएका छन्। दर्शकबिन त्यसपछि उक्त प्रहरीहरूले दुर्गाको श्रीमानलाई दुर्गा र जितबहादुर भएर हत्या गरेको र रामलाई पनि हत्या गर्ने प्रयास गरेको कारणले गर्दा नियन्त्रणमा लिन आएको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि मानेले पनि ती सबै प्रत्यक्ष रूपमा थाहा पाएको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि प्रहरीले पनि विकी र विशालको हत्या रामले गरेको कारणले गर्दा रामलाई पनि नियन्त्रणमा लिने कुरा व्यक्त गरेपछि उक्त रूपाले विकी र विशालको अन्त्य रामले नगरेर हामी सबै चेलीहरू विकी र विशालबाट पीडित भएको हामी सबै सामूहिक रूपमा भएर उनीहरूको अन्त्य गरेको हो भन्दै प्रमाण पेश गरेका छन्। दर्शकबिन त्यसपछि प्रहरीले दुर्गा, जितबहादुरलाई र रूपा लगायत अन्य महिलाहरूलाई हतकडी लगाएर त्यहाँबाट लगेका छन्। दर्शकबिन त्यसपछि राम, कमला, मुनाको मिलन भएको छ। दर्शकबिन तर रामले भने श्रुति र मालतीलाई केही पनि गरेका छैनन्। कतै ती मालती र श्रुतिले फेरि पनि राम, कमला, मुनाको जिन्दगीमा फेरि ठुलो समस्या ल्याउने त होइन, अब अर्को भागमा के कस्तो होला त ती सबै हेर्नको लागि त बाँकी नै छ। कृपया अर्को भागको प्रतीक्षामा रहनुहोला। हस्त, धन्यवाद।